सम्पूर्ण दर्शक महानुभावहरूलाई कार्यक्रम तपाईँको आजमा हार्दिक स्वागत तथा अभिवादन। आउनुहोस् दर्शक महानुभाव, प्रवेश गरौँ आजको चाडपर्व पञ्चाङ्ग आदिको परिचयबाट। आज 30 नोभेम्बर 2025, तदनुसार विक्रमी सम्वत 2082, मम्सिर 14 गते आइतबार, मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि। शिववास सभामा शिव स्थापना रुद्राभिषेक आदि कार्यबाट तापम फल। अग्निवास सारणी अनुसार अग्निवास जुर्ने भएको हुनाले हवनादि कार्यमा यज्ञ सफल। आज चन्द्रमा मीन राशिमा रहने र चन्द्रवर्ण पहेँलो। गुरु कर्कट राशिमा, शुक्र वृश्चिक राशिमा, सूर्य वृश्चिक राशिमा, बुध तुला राशिमा, मङ्गल वृश्चिक राशिमा, केतु सिंह राशिमा, राहु कुम्भ राशिमा, शनि मीन राशिमा रहने योग ग्रह गोचर आदिले दर्शाएको छ। भने दर्शक महानुभाव, आजको राहुकाल प्रारम्भ हुनेछ गान्तोकको अक्षांश र देशान्तरको आधारमा दिनको 3:21:35 देखि हुँदै साँझ 4:40:43 रहनेछ। अस्ट्रेलियाको मेलबोर्न शहरमा भने राहुकाल प्रारम्भ हुनेछ साँझ 6:25:32 देखि हुँदै रातको 8:13:00 रहनेछ। राहुकालमा सम्पूर्ण प्रकारका शुभ कार्यरम्भलाई निषेध गरिएको छ। आजको सूर्योदय गान्तोकको अक्षांश र देशान्तरको आधारमा बिहान 6:07:33 हुनेछन् भने सूर्यास्त सोही अक्षांश अनुसार साँझ 4:40:43 हुनेछन्। यो थियो आजको चाडपर्व पञ्चाङ्ग आदिको परिचय। भने प्रवेश गरौँ राशिफलमा। मेष राशि, वर्ण रातो, दिशा पूर्व। मेष राशिलाई दिनमान अनुकूल बनियो। मेष राशिले राजनैतिक मान सम्मान प्रतिष्ठा आदि वृद्धि गर्न सक्नुहुनेछ। राजनैतिक सफलताले मन प्रफुल्लित रहने, सामाजिक कार्यमा अभिरुचि बढ्ने र आज धेरै दिनदेखि सोचेका रोकिएका कार्य एकाएक सम्पन्न हुनाले मन प्रफुल्लित रहने। सानातिना खेती, कृषि, गृह गृहिणीहरूका लागि पनि दिनमान अनुकूल। भनेदेखि आज विद्यार्थी वर्गलाई दिनमान खुसीको लहर, सरकारी कर्मचारी र श्रमजीवी वर्गमा दिनमान निकै नै राम्रो। वृष राशि, वर्ण सेतो, दिशा दक्षिण। वृष राशिलाई दिनमान राम्रो छ। शैक्षिक कार्य, शैक्षिक सिलेबस आदि निर्माणकर्ताहरूका लागि पनि दिनमान अनुकूल बनेको छ। कुनै प्रकारका चेक, जाँच, छड्के आदि र अनुसन्धान विभागलाई दिनमान निकै नै सफल बनेको छ। क्राइम ब्रान्च आदिमा कार्यकर्ताहरू वा चाहिँ भने सोसल सेल आदिमा कार्यकर्ताहरूलाई दिनमान राम्रो रहनेछ। वैदेशिक कुनै प्रकारका सरसहयोग प्राप्त हुने, एनजिओ, आइएनजिओ, एमपिओ आदिमा कार्यकर्ता, ठुला ठुला ट्रस्ट आदि सञ्चालनकर्ताहरूका लागि पनि दिनमान अनुकूल बनिँदै गयो। खेतीपाती, पशुपालन, गृह कार्यले पनि साथ दिनाले मन प्रफुल्लित रहने। मिथुन राशि, वर्ण पहेँलो, दिशा पश्चिम। मिथुन राशिलाई दिनमान अलिकति प्रतिकूल भयो। कार्य गर्दाखेरि सोचेर सम्झेर बुझेर मात्रै गर्ने। नारी जातिको सरसल्लाह शिरोधार्य गरेको राम्रो हुनेछ। बिछोडिएका बन्धु बान्धवले केही साथ दिएलान्, तर पनि दिनको पूर्वार्धको अपेक्षा भने उत्तरार्ध राम्रो रहनेछ। दिनका पूर्वार्धमा कुनै पनि प्रकारका गहिरो डिसाइडहरू नलिएकै राम्रो हुनेछ। पारिवारिक जनसँग सरसल्लाह गर्नुहोस्, इष्टदेवको आराधना गर्नुहोस्, गौमाताको दर्शन गरेर कार्यमा निस्कनु भयो भने विघ्न बाधाबाट बच्न सक्नुहुनेछ। कर्कट राशि, वर्ण सेतो, दिशा उत्तर। कर्कट राशिका लागि दिनमान राम्रो भयो। वस्त्र आदिका व्यापार, बिजनेस, रनिङ बिजनेस, कुनै प्रकारका कार्पेट, कार्पेन्टरहरूका लागि वा गृह सजावट सामग्री आदिलाई दिनमान निकै नै राम्रो बनेको छ। खेती, कृषि, पशुपालनले पनि साथ दिनेछ भने आज नयाँ नौला कार्यको थालनीले मन प्रफुल्लित हुने। विद्यार्थी वर्गहरूलाई आज कम्पिटिसन आदिमा विजय, सरकारी कर्मचारीमा बढोत्तरीका योग, श्रमजीवी वर्गलाई दिनमान निकै नै राम्रो। सिंह राशि, वर्ण रातो, दिशा पूर्व। सिंह राशिलाई दिनमान राम्रो छ। कुनै प्रकारका भूगर्भबाट उत्पादित वस्तु आदिको व्यापार, बिजनेस, इँटा, ढुङ्गा, सिमेन्ट, बालुवा, रड आदिबाट लाभ प्राप्त गर्न सक्नुहुनेछ भने कुनै प्रकारका भूगर्भ अध्ययनकर्ताहरूका लागि, शोधकर्ताहरूका लागि पनि दिनमान राम्रो बनिँदै आएको छ। खेतीपाती, पशुपालनले साथ दिने। व्यापार व्यवसाय क्षेत्रमा निकै नै राम्रो। सरकारी कर्मचारी र विद्यार्थी वर्गलाई दिनमान अनुकूल। श्रमजीवी वर्गहरूमा आज हौसला छाउने। कन्या राशि,
वर्ण पहेँलो दिशा दक्षिण कन्या राशिलाई दिनमा अलिकति अनुकूल भएन। कन्या राशिले राजनीतिक क्षेत्रमा अलिकति सावधानी रहनुहोला। राजनीतिज्ञहरूले पनि आज अलिकति सावधानीका साथ प्रस्तुत हुनुहोस्। वाणीमा अलिकति नियन्त्रण गर्नुहोस्। राजनीतिक उथलपुथलताका भाव देखा परेका छन्। कुनै प्रकारका खोला वन जङ्गल पिडब्ल्युडी हाई अल्टिच्युड इलेक्ट्रिसिटीमा कार्यकर्ताले सावधानी रहने। खेतीपाती पशुपालन बाख्रा कुखुरा दैनिक कार्यलाई भने दिनमा यथास्थिति भन्न सकिन्छ। तुला राशि वर्ण सेतो दिशा पश्चिम तुला राशिलाई दिनमा राम्रो बनियो। लघु उद्योग सानातिना खाद्य सामग्री फुड प्याकेजिङ जस्तै बिस्कुट बकारी आदिका लागि दिनमा निकै नै राम्रो बनेको छ भने आज स्वीट्स कर्नरहरू कुनै प्रकारका मोमो क्याफेहरू टी क्याफे आदिबाट पनि लाभ प्राप्त गर्न सक्नुहुनेछ। ब्युटिसियन फेसन डिजाइन सिलाई बुनाई गृह कार्यलाई दिनमा निकै नै राम्रो बन्यो। ठुला ठुला कम्पनी पुँजी इन्भेस्टकर्ताहरूले पनि लाभ प्राप्त गर्ने। सरकारी कर्मचारी राजनीतिज्ञ क्षेत्र र श्रमजीवी वर्ग सबैलाई राम्रो देखा पर्दैछ। वृश्चिक राशि वर्ण रातो दिशा उत्तर वृश्चिक राशिका लागि पनि दिनमान अनुकूल बनियो। वृश्चिक राशिले प्राइभेट सेक्टरबाट लाभ प्राप्त गर्न सक्नुहुनेछ। ठुला ठुला कम्पनी फ्याक्ट्री आदिमा कार्यकर्ताहरू श्रमजीवी वर्ग टेक्निसियनहरूका लागि दिनमा निकै नै राम्रो बनेको छ। ट्रेड युनियन आदिसँग सम्बन्धित कार्यकर्ताहरू वा कुनै प्रकारका ट्याक्सी मोटर भेहिकल आदिका सञ्चालन वा पार्किङ व्यवस्थालाई दिनमा राम्रो बनिँदै गएको छ। खेती कृषि पशुपालन गृह गृहिणीहरूलाई पनि दिनमा सफल। धनु राशि वर्ण पहेँलो दिशा पूर्व धनु राशिलाई दिनमा अलिकति विपरीत भयो। धनु राशि सावधानीका साथ कार्य गर्नुहोस्। कुनै कार्य गर्दाखेरि होस पुर्याएको राम्रो हुनेछ। जुवातास आदिबाट वञ्चित रहनुहोस्। नशाजन्य पदार्थलाई सेवन गर्ने आदत भए छोडिदिनुहोस्। कुनै प्रकारका गृह कार्यमा पारिवारिक जन आदिको सरसल्लाह लिएको राम्रो हुनेछ। खेती कृषि पशुपालन र विद्यार्थी वर्गलाई दिनमा अनुकूल भए तापनि उच्च ओहदाका कर्मचारी र सरकारी वर्गहरूले भने अलिकति सावधानी रहेको नै राम्रो। मकर राशि वर्ण कालो दिशा दक्षिण मकर राशिका लागि दिनमा राम्रो छ। खेती कृषि पशुपालन आदिबाट लाभ हुने। नयाँ नौला खेती आदिका टेक्निकलहरू चिजहरू पनि प्रयोग गर्न पाउन सक्नुहुनेछ। हाई अल्टिच्युडमा उत्पादित मेडिसिनजन्य पदार्थहरूबाट लाभ हुनेछ भनेदेखि जस्तै कोदो फापर अर्ग्यानिक वस्तुहरू वा चाहिँ भने हिमाली क्षेत्रमा उत्पादित वस्तुहरूले मूल्य प्राप्त गर्न सक्ने। घिउ मह छुर्पी आदिका व्यापार बिजनेस जस्तै सानातिना अचार फ्याक्ट्रीहरूलाई पनि दिनमा राम्रो बनेको छ। लघु उद्योगलाई दिनमा सफलता। विद्यार्थी वर्ग र सरकारी कर्मचारीहरूमा खुसीको लहर। कुम्भ राशि वर्ण कालो दिशा पश्चिम कुम्भ राशिलाई दिनमा राम्रो छ। वैदेशिक रोजगार स्वरोजगार आदिका योग उदय भएका छन्। कुनै प्रकारका कार्य प्राप्ति वा कार्यको तलासीमा हुनुहुन्छ भनेदेखि कार्य प्राप्तिका योग उदय भए। वैदेशिक रोजगारसँग सम्बन्धित मेन पावरहरू वा कुनै प्रकारका एनजिओहरूलाई दिनमा राम्रो रहनेछ। कूटनीतिज्ञ वा मध्यस्थकर्ताहरूका भूमिकामा आज दिनमा सफल हुने देखा परेको छ। राजनीतिज्ञहरूका लागि पनि दिनमा राम्रो। ठुला ठुला व्यापार व्यवसाय र सानातिना कारोबारले पनि साथ दिनाले चारैतिरबाट सफलताका योग। मीन राशि वर्ण पहेँलो दिशा उत्तर मीन राशिलाई दिनमा अलिकति प्रतिकूल भयो। सावधानीले कार्य गर्नुहोस्। सानातिना कार्यहरूलाई सदैव गरिरहेका कार्य दैनिक कार्यहरूमा नै प्रवेश गरेको राम्रो हुनेछ। ठुला ठुला कार्य थाल्नाले वा चाहिँ भने पार्टनरसिपका कार्यमा विघ्न बाधाका योग देखा परेका छन्। पारिवारिक जनसँग सुमधुर सम्बन्धको स्थापना गर्दै दैनिक कार्यमा अगाडि बढ्नुहोस्। खेतीपाती पशुपालन सानातिना गृह कार्यहरूले साथ दिनेछ भनेदेखि ठुला ठुला बैंक एकाउन्ट सेयर बजारले अलिकति बुद्धि पुर्याएको नै राम्रो हुने। हस्तदर्शक महानुभाव हेर्दै हुनुहुन्थ्यो कार्यक्रम तपाईँको आज। आज्ञा दिनुहोस्। म गुरुजी विष्णु भाइ। नमस्कार।